के हो फेरि तो किरामा हम खुल्ला नि को त कहाँबाट लिएर यहाँ खाली कता यतैले आउनु क्या बाख्रा बाख्रा हिँड्छ बाख्रा चरेर कि कहाँ गयो त बाख्रा त त्यति दगुर्दैन नि त दुईवटा बाख्रा यहाँ छ यता यता कुदिरहेको कहाँ गएर आयो नि गाईहरू बाख्रा हराएको अवस्था हो कि क्या हो घुम्न आएको हामी खै बाख्रा बाख्रा आधा हिँड्छन् आधा कताको गयो कस्तो आधा आधा छन् र काटेर ल्या थिसेर बाख्रालाई आधा 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 कता छन् बाख्रा घाँरै बज्दैन त मसरुवा जाला कहाँ छन् क्यामेरा हो देखिनुहोस् र खिचिरहेको जान्छ बाख्रा कति छन् र अहिले हाम्रो बाख्रा छन् लगभग 22वटा त्यहाँ त त्यहाँ थोरै छन् कि त्यहाँ दुईवटा तिनवटा मात्रै छन् हराउनु होला नि बाख्रा पर जान नै मसरुवा हेर हराउनु होला नि हराउनु खेती खान्छ नि भन्नु बाघहरू पनि लाग्दैन होला स्याहार्नु छ बाघ त बाघ आउँछ नि बेला बेला झुक्किएको बेला आउँछ नि फुर्सद भएर बेला फुर्सद निकाल्नु सक्यो भने सङ्क्रान्ति टाइममा फुर्सद निकाल्ने अवस्था पनि हुनसक्छ कि बेला बिजी भएको नि सङ्क्रान्ति मनाउनु पर्यो सङ्क्रान्ति मनाउनु पर्यो छुट्टी पनि हुँदैन यति बेला त्यसलाई हामी त पुग्यो क्या हो हजुर पुग्यो क्या कर्णाली कहाँ पुग्नु अहिले र पुगे जस्तो लागिरहेको 300 मिटर त 1 किलो छ 1 किलो तपाईँले बनाएको छ होइन होइन त्यो खेत धेरै छ क्या यहाँ छैन खासै धेरै त धेरै नै छ भनौँ कुलो त कुलो बनिसकेपछि कुलो सानो होइन त्यो यो खडेरीमा यत्रो कुलो चल्नु भनेको त सानो त होइन पानी यही हो पानी खडेरीमा गयो नि बर्खामा गयो नि पानी जानु त यति नै हो के छ र त्यस्तो घटबड छ पहिला पानी मिल थियो अहिले पानी मिल बन्द भइरहेको अवस्था छ धेरै रहेछ त म थोरै जस्तो लाग्दै थियो त त्यो हिँडेरै हो जस्तो लागेछ त कुलै कुल हो कुलै कुल बच्चालाई चिसो भयो निमोनिया होला यहीँ बस्छन् घर पनि हिँड्छ कुलोको फर्स्ट आयो बल्ल फेरि खेती त केही रहन्छ यहाँ छैन कल्चर बस्ती छ त न्यानो ठाउँ रहेछ खेती त हुन्थ्यो होला नि यहाँ पनि यो त ठाउँ त टाँकिलो ठाउँ छ अन्त गर्दै गएर पोहोर हुँदा त गाईको बाँदरले सताएर अहिले मकै लगाउने भन्ने कुरा चलिरहेको थियो कि हो गर्मीमा कि बर्खामा गर्मी पछि धान महिना लगाउँछन् पछि धान असार महिना उतार्ने त्यहाँ धान रोप्ने पानी त ठुलै लगाएछ नि त के गर्ने सोच बनाइरहेको छ खै ठाउँ ठाउँमा कुलो सफा गरे जस्तो नि छ होइन त्यो लेउहरू फालेर पानी गाउँमा पानी चार्नु आएको अवस्था त्यही होला चाहिँ यो सफा गरेर त्यस्तो छ ओह्रालोमा त ओह्रालोमा हुन्थ्यो पानी त ठुलो यो सानो हो त यार ओह्रालोमा कुलोको आधा पनि हुन्न त ओह्रालोमा सम्म गएर कुलो ठ्याम्मै भएको छ अनि यो अगाडिपट्टि स्टिमेटमा बनाउने बेला सम्म अलि हल्को बनाउनु पर्ने अलि ओह्रालो परेको ठाउँमा त तलै भयो नि केही नहुनु पर्ने अनि यो पानी जम्मा हुने फेरि यो अगाडिपट्टि कस्तो छ अगाडि अग्लो छ नि पछाडि जम्ने हो के नि
अगाडि हुँसो छ भने हुने खासै सानैदेखि नै त्यो पनि होला जस्तो लाग्छ मलाई के कसो हो कल्याणको बनपारी वारिपारि छुट्टा छुट्टै होइन समितिहरू हजुर समितिहरू छुट्टा छुट्टै कल्याणको बन वारी कल्याणको अनि त्यहाँ गाई बाख्रा आउँदैनन् क्या यहाँदेखि उता त नयाँ भनेको गाई बाख्रा आउँदैनन् क्या बारीपट्टि आउँछन् यताका गाई बाख्रा उता जाने उताका यता आउने ए कस्तो भरिनु देखेको छ है बन त वन त त्यो बहुत रसिलो वन फागुनको महिना तपाईँको त्यहाँभित्र गएर खर्सेरी काट्नु मिल्ने फागुनको महिना फागुन महिना भनेपछि त घाँस त टन्न पाउँदो रहेछ त्यहाँ भैँस पाल्नको लागि चाहिँ दियोस् मजाको ठाउँ छ कि वारिपारि भन्यो नि काट्न त मिल्छ होला नि हजुर काट्न त मिल्छ होला नि त्यहाँ गएर हेर्नुको ओह्रालोमा यति थोरै छ कि पानी अँ बट आयो क्या कर्णालीको नजिक त आइपुग्यो त कर्णाली त्यही हो परेको पारीको डाँडा प्रदेश 7 को सुदूरपश्चिम प्रदेश गाइजहरू हामी प्रदेश नम्बर 7 सुदूरपश्चिम प्रदेशको ठ्याक्कै सिमानानिर आउन अब थोरै थोरै बाँकी त्यो घुमेछ है भएको अवस्था छ त्यो घुमेछ है घाट घुमेर फेरो हाला छ कि त्यो उता पनि कर्णाली पारी 6 नम्बर यता पनि कर्णाली वारी 6 नम्बर ठ्याक्कै प्रदेश 7 लाई अँगाला हालेर आएको कर्णाली त्यहाँबाट पनि राम्रो आउँछ के यता नि देखिन्छ यता नि दुईतिर त्यो डाँडाबाट आउँछ कुन त्यो डाँडाबाट त्यहाँबाट यताको अलिक छेकिन्छ हुन त यता उतातिर गर्न पनि मिल्छ यहाँ पानी घट्टा थियो होला पहिला यहाँ यही हो घट्टा पानी मेलो हो यो अलिक बन्द भयो छेउ पानी गाउँमा सिँचाइ भइरहेको छ नजिकै रहेछ आधा घन्टा पनि लागेन होला के रहेछ आधा घन्टा पनि लागेन होला सायद नजिक नजिक राख्दै त्यस्तो तारा छैन खेतबाट बाह्र भनेपछि 15-20 मिनट 15-20 मिनटमा आइन्छ नजिकै रहेछ बरातल हजुर कुलोको रहेछ बरातल गाउँपालिका नै रहेछ 6 नम्बर यो 6 नम्बर 5 नम्बर बढी चर्चित गऱ्यो 6 नम्बर पुरानो हो के अहिलेको 7 नम्बर बरातल छ अहिलेको साथ साबिकको 6 नम्बर हो साबिक र अर्को के भन्छ अरे साबिक पोखरी काँडा गाडी छ 6 नम्बर वार्ड हो अहिलेको बरातल 7 हाल साबिक हाल होइन त्यहाँ पानी देखिन्छ उताको यताको पाउँछ किनारे देखिन्छ